हेलो साथीहरू, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि हाम्रो घरमा चाहिँ कति धेरै मौरी आएको छ कि, अनि हामी दुईजना आमा छोरा चाहिँ छक्क परेर हेरिरहेछौँ। हामी चाहिँ कहिले देखेकै थिएनौँ कि यस्तो धेरै मौरी आउँदो रहेछ भनेर चाहिँ। अनि मेरो बुढाले चाहिँ मुडे घार राख्नु भएको थियो नि त। अनि यो दुलै नभएको मुढाहरू जङ्गलबाट काटेर ल्याएर अनि यस्तो खोपेर कति दुःख गरेर बनाउनु भएको थियो। अनि हाम्रो घरमा चाहिँ कस्तो मजाले मौरीहरू आएछ कि। सुरुमा एउटा डुरमा आयो, यसरी माथि नै हेर्नु त कस्तो मजाले तपाईँहरूले देख्न सक्नुहुन्छ। यसमा चाहिँ कति धेरै भित्र बसेकै थिएन क्या, सबै बाहिर बसिरहेको थियो। अनि फेरि भरे मेरो बुढाले चाहिँ भित्र हालिदिनु भयो साइडबाट निकालेर। अनि यो चाहिँ फेरि नयाँ घर बनाइदिनु भएको थियो बिहान। अनि बिहानै फेरि दुईटा तिनवटा मौरीहरू आएको थियो क्या, गुड खोज्दै खोज्दै। अनि त्यसलाई चाहिँ समातेर यो मौरीको घरभित्र हालिदिनु भएको थियो मेरो बुढाले चाहिँ। अनि फेरि एकछिनमा 10-15वटा आयो। अहिले चाहिँ पुरै झुन्डी आयो, हजुरहरूले आवाज सुन्न सक्नुहुन्छ। अनि देख्न सक्नुहुन्छ हामी आमा छोरा चाहिँ एकदम डराएर यताउता बसिरहेको थियौँ। अनि कति धेरै मौरीहरू आयो नि त। अनि फेरि यहाँ चाहिँ अर्को फेरि मुडे घार बनाउँदै हुन्छ मेरो बुढा चाहिँ। ठ्याक्कै मौरीहरू यस्तो धेरै आयो कि पुरै हाम्रो घरै घेरे जस्तै गरेर कति धेरै आएको थियो भने। अनि तपाईँहरूले पनि यसरी डुँड खोज्दै आएको मौरीहरूलाई चाहिँ पक्रेर हालिदिनु भयो भने, त्यो घरभित्र हालिदिनु भयो भने मौरीहरू यसरी नै धेरैभन्दा धेरै आउन सक्छ। र मौरीहरू आउँछन् पनि, आउने धेरै सम्भावना छ। अनि यहाँ चाहिँ हाम्रो सब्जीको एउटा क्यारेट थियो। अनि त्यो क्यारेटलाई चाहिँ मेरो बुढाले यसरी मौरीको घार बनाउनु भएको छ। अनि यसमा चाहिँ यतापट्टिबाट चाहिँ मह निकाल्ने ठाउँ होइन, अनि उता चाहिँ हाम्रो चाहिँ चिमको घर छ नि त। अनि चिमको घर भएपछि हाम्रो घरमा गाह्रो छैन। गाह्रो भएको घरमा त घार पनि राम्रो हुन्छ होला। र पनि मेरो बुढाले चाहिँ सब्जीको क्यारेट टुक्रेर बनाएर अनि घार बनाउनु भएको। यस्तो मजाले मौरी आएर बसिदियो क्या। अनि त्यो मौरी आएर बस्यो भने खुसी हेर न, खुसी राम। सबै अब चाहिँ भित्र बसिसक्यो।